चाहे जतिसुकै जेसुकै होस् भनिसकेपछि लिएर जानुभयो। भोलिपल्टको कथा चल्यो, लिएर जानुभयो। अब कथामा जसलाई रस हुन्छ नि त्यो व्यक्ति अगाडि बस्छ, जसलाई रस हुँदैन अलिकति निन्द्रा लाग्छ त्यो मान्छे पछाडि बस्छ। यहाँ हामी पनि हेर्नु त पछाडि धेरै छौँ अगाडि भन्दा। श्री कृष्णचन्द्र भगवानको किन निन्द्रा लाग्दो रहेछ क्या पछाडिकालाई चाहिँ। काहीँ पनि सुन्नु नि, अब अगाडि नै बसेर हाई गर भने त गुरुजीले देखिहाल्नु, पछाडि बसेर हाई गर्दा त ओ बराका बहिनी हाई गर्दैछ। श्री कृष्णचन्द्र भगवानको तसर्थ देख्नु भयो, पछाडि बस्ने मान्छे चाहिँ त्यसरी हाई हाई गरेर बस्नु हुँदो रहेछ। अब माताजी त जानुभयो, कथामा रस थियो, हिजो भनेको कथाको पान गर्नु थियो, अगाडि गएर बस्नु भएछ, पतिजी पछाडि बस्नु भएछ। सबैजना पछाडि बस्ने त्यस्ता पनि